नगरी काम पुग्दैन खान साँझ र बिहान। काम गर्नु गधाको जस्तो, खानु राजाको जस्तो के। ल आउनुहोस् हजुरहरू पनि कल्पनासँगै मल फालेर स्वास्थ्यलाई तन्दुरुस्त राख्नुहोस्। म मल फाल्दैछु, म यस्तै डेली फाल्छु। हजुरहरू पनि फाल्नुहोस्। यो गाईको गोबर पिसाबहरूमा चलायो भने, खेल्यो भने, यताउता फाल्यो भने, खेल्ने त के थियो र, फाल्यो भने 10% रोग आफै हराएर जान्छ अरे के। त्यही भएर यो गाईको गोबर पिसाबहरू फाल्यो भने स्वास्थ्यलाई पनि राम्रो, गाईलाई बस्ने ठाउँ पनि राम्रो हैन त। त्यही भएर म फाल्दैछु। यसमा फाल्न सजिलो हुन्छ, त्यही भएर म यसमा लग्दै फाल्दै गरेको छु। यहाँ लगेर यहाँबाट पुरै जाडै घटाउने गरेर फालिदिन्छु मैले यहाँबाट। कति खाएको कति खाने मात्रै काम गर्छ के हो कल्पनाले त भन्नुहुन्थ्यो नि सबैजनाले। कहाँ खाने मात्रै काम गर्नु हौ, म त सबै काम गर्छु, खान्छु पनि। काम गर्नु गधाको जस्तो, खानु राजाको जस्तो के। देख्नु भयो नि कल्पनाले पनि काम गर्छे भनेर। अब खाना मात्रै मजा मानेर त भएन, काम पनि त गर्नु पर्यो हैन। यसको अब दही दुध मही घिउहरू खान त मजा आउँछ मान्छेहरूलाई। अनि यस्तो गर्न चाहिँ कसले गर्ने नि, आफैले त गर्नु पर्यो हैन। अब यो फेरि दही दुध मही आफूले खाने, फेरि गर्न अरूलाई ल्याउनु त भएन। त्यही भएर म आफै गर्दैछु। यहाँ गर्दैछु भन्दा नि डेली म गर्छु हो। दही दुध मही खान त मजा आउँछ। अब काम गर्न त अलिअलि झ्याउ भइहाल्छ हैन। भए पनि के गर्ने, अब दही दुध खानको लागि पनि गर्नै पर्यो, मोलको लागि पनि भइहाल्छ। यसो हाल्न सजिलो हुन्छ नि त। त्यही भएर यही समय ट्याक्कै यसमा हाल्यो, सर्ट लिएर फाल्यो। फेरि अलिअलि यति ल्याएर हातमा फाल्न झ्याउ हुन्छ। त्यही भएर कपडामा लाग्यो, यताउता लाग्यो, कस्तो फोरियो नभन्नु है। के मल फाल्ने लाउने यस्तो त भइहाल्छ हैन, लागिहाल्छ यताउता। म त यस्तै हो, गाउँले हो, काम गर्नुपर्छ, गर्छु पनि। त्यस्तो छ, यस्तो छ। दही दुध खान मात्रै मजा मानेर भएन, अब मल पनि फाल्नु पर्यो हैन त। त्यही भएर फाल्दैछु। अब भित्रको गोबर फालेर भ्याइयो, बाहिर बालेको छ मैले। अब बाहिरको बेलुका होला फाल्ने। बेलुका भन्दा पनि अब घाँस हाल्न आयो, जति बेला अलिअलि हुन्छ नि त, आजभोलि सुक्खा हुन्छ हिउँदको। त्यही भएर सुक्खा हुन्छ, अलिअलि गर्दै फाल्ने। महिना साउनको महिना ल्यायो, गोबर पुरै देखाइदिनु त कति धेरै भयो छ। पोहोर मम्मीहरूले 10,000 हो कि कति हालेर किन्नुभयो। 30,000 को तलसम्म छ। कति हजारको? 30,000। 30,000 को गोबर किन्नुभयो भने यति महँगो छ नि यो ठाउँमा गोबर पनि। अनि त्यही भएर धेरै किन्नुभयो रहेछ। योचोटि त यति पुरै आफूलाई भएर पनि बेच्ने हुन्छ होला सायद यो गोबर। यति धेरै भएछ। भित्रको फाल्यो, अब बाहिर यति भनेदेखि यति गरे रहेछ। दिशा हाल्नु पर्यो यो पनि। गाउँले पर्यो हजुर, छिछि नभन्नु होला। अब यस्तै छ, काम गर्नै पर्यो हैन। काम नगरी काम पुग्दैन खान साँझ र बिहान भने जस्तै हो। अब काम गर्नै परिहाल्छ हैन।